वीरगञ्ज कृषि औजार कारखानामा हामीले सानो कृषकहरूको लागि किसानहरूको लागि औजारहरू पनि बनाउँदैछौँ। तर औजार मात्र चाहिँ हामी बनाउँदै छैनौँ, त्यसभन्दा बाहेक अन्य कुराहरूमा पनि हामीले अनुसन्धान गरिरहेका छौँ। खास गरी कृषिजन्य वस्तुहरूबाट अरू के चिज बनाउन सकिन्छ भन्ने कुराहरूको पनि यहाँ एउटा ल्याब पनि तयार गरेको छ र हाम्रो त्यो ल्याबको चाहिँ प्रमुखको रूपमा हाम्रो विक्रम उपाध्याय भाइले चाहिँ हेर्नुहुन्छ। उहाँ विक्रम उपाध्याय भाइ चाहिँ वीरगञ्ज निवासी नै हो र उसले चाहिँ अमेरिकाबाट मास्टर्स गरेर आएको मान्छे हो। र अब आज म तपाईँहरूलाई एउटा कुरा देखाउन चाहन्छु। यो जुन मेरो हातमा जुन बोतल छ, यो चाहिँ यहाँ भाइले नै यो स्याउबाट बनाएको एप्पल साइडर हो र यो एप्पल साइडरको चाहिँ परीक्षण चाहिँ अहिले हुँदैछ। यसको साथसाथै अहिले हामीले अरू चिजहरू पनि बनाउने योजनाहरू गरिरहेका छौँ। अहिले यहाँ सबैको हातमा यो एप्पल साइडर यो आज टेस्ट गर्ने भनेर चाहिँ सबैलाई चाहिँ हामीले पहिलो टेस्ट हो। यो यसरी चाहिँ पहिलो टेस्ट चाहिँ गराउँदैछौँ र अरू के कुराहरू गर्न सकिन्छ विक्रम भाइले चाहिँ बताउनुहुन्छ। अहिले हामी यहाँ नास्पातीको पनि सुरु गरिसकेका छौँ। हाम्रो चाहिँ जस्ट यो ड्रिङ्क्सहरू बनाउने मात्र होइन कि त्यो मेसिनहरू पनि बनाउनेमा हामी चाहिँ कोसिस गर्दैछौँ कि हाम्रो यहाँको जुन किसानहरू छन्, हाम्रो स्याउ किसानहरू, नास्पाती किसानहरू, विभिन्न फलफुलका किसानहरू, उनीहरूले चाहिँ आफ्नो फार्ममै सानो मिडियम स्केलमा चाहिँ उनीहरूले चाहिँ प्रड्युस गर्न सकौँ अनि आफ्नो एरियामा टुरिज्मको लागि उनीहरूले चाहिँ त्यहीँबाट सेल पनि गर्न मिलोस् भनेर हामीले एउटा प्रोटोटाइपहरू डेमो गरेर चाहिँ हामीले यहाँ ट्राई गर्दैछौँ अनि किसानहरूलाई त्यो प्रमोट गर्ने। देखिहाल्नु भयो, यो स्याउको भयो, नास्पतिको भयो, अब किवीको पनि हामी बनाउनलाई कोसिस गरिरहेका छौँ। र अब अर्को कुरा चाहिँ हामीले यो अल्कोहल फ्री चाहिँ बियर पनि त्यसमा पनि हामीले हाम्रो ल्याबमा चाहिँ त्यो बनाउने प्रयास गरिरहेका छौँ। ल धन्यवाद हो। हेर्नु होला फेरि चाहिँ भविष्यमा अरू यहाँ के विकास हुँदै जान्छ त्यो कुराहरू चाहिँ म बताउँदै गरौँला। ल हेर्नुहोस् दाजुभाइ दिदीबहिनीहरू, आज म तपाईँहरूलाई वीरगञ्जमा हाम्रो कृषि औजार कारखानामा यो हाम्रो फुडको खानेकुराहरूको फलफुलको रिसर्च ल्याब चाहिँ म देखाउन चाहन्छु। यो जुन छ रिसर्च ल्याब यो वीरगञ्जको कारखानाभित्र रहेको एउटा मुसाको घरभित्र मुसाको चाहिँ एकदमै मुसा चमेर बस्ने कोठालाई चाहिँ हामीले यसो गरेर एकदमै राम्रोसँग एकदमै यसलाई चाहिँ मर्मत गरेर राम्रोसँग मर्मत गरेर चाहिँ यो चाहिँ